The friends to all of you, I would like to welcome to all of you in our show. मैले रवि दाई कस्तो मान्छे भनेर एउटा भिडियो लाइक स्ट्यान्ड अप कमेडी स्टाइलमा यसो हल्का फुल्का बनाउन प्रयास गरेको थिएँ। धेरैजनाले मन पराइदिनु भयो होइन त्यो भिडियो। जस्तै मैले माथि पनि राखे हुन सक्छु, माथि राखे हुन सक्छु, हेर्न सक्नुहुन्छ तपाईहरु। त्यसपछि लगत्तै आयो उनीहरु मिल्नुपर्छ भन्ने प्रसंगका कुराकानीहरु निकाले मैले। यो खासमा मैले मात्र निकाले हैन, समस्त युथहरुले निकालेका प्रसंगहरु थिए। रवि दाइ ठ्याक्कलाहरु निक्लेपछि सर्लक्कलाले उनले सबैभन्दा पहिला के गरे भनेर भन्दाखेरि युनिटीमा जानुपर्छ, हामी युनिफाइड हुनुपर्छ भन्ने हिसाब किताबकोमा आउनुभयो र बालेन शाहसँग प्रयास गर्नुभयो र बालेन शाहसँगको जुन प्रयास त्यो सफल भयो हैन। अनि त्यसपछि फेरि अर्को भिडियो पनि बनाइएको थियो, बालेन शाह, रवि लामी छाने प्लस कुलमान घिसिङ। सकेसम्म त हर्क साम्पाङ पनि आउन सकेको भए धेरै बेस्ट हुन्थ्यो, तर पनि अरु मिल्न सके पनि नसके पनि यी तीनजना चाहिँ मिल्नुपर्छ भन्ने हिसाब किताबको मेन्टालिटी मेरो मात्र होइन, सब युथहरुको हो। क्याजुअल गफ हो साथीभाइ हो, वेलकम गर्न चाहन्छु। यसो हल्का फुल्का रमाइलो कुराकानी, त्यस्तै हल्का फुल्का रमाइलो कुराकानी, समय सान्दर्भिक कुराहरू हामी गर्छौं। अलिकति नयाँ तरिकाको हामीले प्रस्तुति लिएर आउन प्रयास गरेका छौं। आशा गर्दछु कि यदि तपाईहरुलाई हाम्रो भिडियोहरू राम्रो लाग्यो भने लाइक, शेयर एन्ड सब्स्क्राइब गर्नुहुनेछ। त्यसपछि कुलमान घिसिङ सर एकजना मिलाउन सके चाहिँ अनि टिम चाहिँ स्ट्रङ हुन्थ्यो जस्तो लागेको थियो के। त्यसपछि प्रयास भयो, प्रयास भइसकेपछि कुलमान घिसिङ सर हिजो आउनुभयो के, बडा खुसी लागेछ के। इन द रियल सेन्स कुरो गर्नु पर्दाखेरि एउटा एक्सपेक्टेसन जुन हामीले गरेका थियौं नि, जति पनि बालेन कुलमान र रवि लामी छाने उनीहरु चाहिँ मिल्नुपर्छ र उनीहरु मिलेर आउनुपर्छ भन्ने हिसाब किताब थियो। आज त्यो भयो। अब आजको परिप्रेक्ष्यमा कुरो गर्नु पर्दाखेरि अब चुनाव आइरहेछ, चुनावमा अब दुई धार भयो के। एउटा चाहिँ नयाँ धार, रियल सेन्स कुरो गर्नु पर्दाखेरि एउटा पुरानो धार के। धार भनेर भन्दा नि पार्टीहरुको विषयमा कुराकानी गर्नु पर्दा एउटा पुरानो पार्टी घरको ग्याङ हुने भयो जस्तो लाग्यो, अर्को नयाँ पार्टीजहरुको के। नयाँ पार्टीजहरुले रिप्रेजेन्टेसन कसले गर्दैछन् त भनेर भन्दाखेरि युथहरुलाई, त्यो त 100% हो। पुरानो पार्टीजहरुले पनि रिप्रेजेन्टेट गर्लान्, उनीहरुको आफ्नो भनौं न जस्तो जे भए पनि उनीहरुको नै आफ्नो पहुँच भएको ठाउँमा आफ्नो पोलिटिकल पार्टीजहरु, आफ्नो मान्छेहरु पहुँच होला। तर इन द रियल सेन्स कुरो गर्नु पर्दाखेरि जुन यो माहौल बन्द नि, यो माहौलले चाहिँ युथहरुलाई अब युनिफाइड हुनुपर्छ भन्ने एउटा मेसेज पनि दियो क्या, होइन र? जब माथि बस्ने उनीहरु मिलिसके तब हामी पनि एउटा भोट त हाल्नै पर्यो नि त, होइन? तसर्थ घण्टीमय भएको छ साथीभाइ हो। इन द रियल सेन्स कुरो गर्नु पर्दाखेरि होइन, आज कुलमान घिसिङ सर पनि आउनु भएको छ। मतलब इट मिन्स यो होइन कि उनीहरु सबैले आफ्नो राज्य राष्ट्र बनाउनको निम्ति हामी एक हुनुपर्छ भन्ने उनीहरुको त्यो मनमा लागेर उनीहरु एक हुनु भयो। यो सबै कुराले चाहिँ सल्युट गर्न चाहे मैले। अपेक्षा अब एकजना व्यक्ति अर्का पनि थिए, नभएका होइन। अब भनौं न हर्क राई, भनौं न हर्क साम्पाङ, एक्सपेक्टेसन उहाँलाई पनि थियो कि उहाँ पनि आउनुहुन्छ र एउटा नयाँ युथहरुको एउटा जस्तो जे भए पनि ब्रान्ड जस्तो जे भए पनि हुन्छ नि पनि एउटा त्यो सोच थियो। तर अब त्यहाँसम्म अब जति जे गर्दा पनि उहाँको विचारधारा चाहिँ त्यो स्ट्याटस लेख्ने र खैरो खन्ने भन्दा उता केही पनि भएन के। र उहाँको पार्टी स्वयं उहाँले आफूले लिएर जान्छु र यिनीहरुसँग मिलेर जान्न, हामी एक्लै भेट्छौं भन्ने प्रसंग आइसकेपछि अब यहाँ बास हुनेसँग त अब कुराकानी गर्ने अवस्था पनि भएन जस्तो पनि लाग्यो, हैन? यी कुराहरु आफ्नो ठाउँमा छ। र अब चुनावी माहौल पनि छाइसकेको छ साथीभाइ हो, हैन? चुनावमा ट्याक्क पारेर एउटा भोट त हाल्नु पर्यो नि त, हैन? सबैले घण्टीमा हाल्ने अथवा रुखमा हाल्ने अथवा सूर्यमा हाल्ने अथवा केमा हाल्ने, त्यो त साथीभाइहरुको विचार हो। त्यसमा आफ्नो व्यक्तिगत विचारमा केही पनि भन्न सकिन्न। तर राष्ट्र एकचोटि परिवर्तन गर्न प्रयास गर्ने हो भने हामीले यसपालि नयाँलाई भोट हाल्नै पर्छ। हामीले सबैको कार्यकाल हेरिसक्यौं,
पुराना दलहरूको भिजन उनीहरूको भिजनै पुरानो छ उनीहरू त्यही एउटा भन्छ नि त्यो एउटा डाइनामिक त्यो एउटा उनीहरू आफ्नो एउटा समयमा बाँचेर आए अहिलेसम्म पनि उनीहरू आफ्नै समयअनुसारको लिडिङ गर्न प्रयास गरिरहेका छन् के समयको माग अनुसारको अहिलेको लेटेस्ट समयको माग अनुसार उनीहरू चल्न सकिरहेको छैन के उनीहरू चल्न सकेका भए यो यस्तो किसिमको रिभोल्युसनै आउँदैन थियो के युथहरू के चाहन्छ के अब कुरामा कुरै गर्नु पर्दाखेरि अस्ति भर्खरै पूर्व प्रधानमन्त्रीले के भन्नुभयो आजकल जमानामा चप्पल नलाउने मान्छे कोही छ यो एउटा पोलिटिसियन लिडरले के बोले यार इन द रियल सेन्स म बडा कन्फ्युज हुन्छु के अनि एकजना लेडिज नेती भन्छन् के भन्छन् खैर है आई एम रियली सरी हैन हल्का फुल्का हैन उहाँले भन्नुभयो यार अरे यार ड्रेसिङ स्टाइल यार यस्तो खतरा छ नेपाल गरिब बन्न मिल्छ अरे यार ड्रेसिङले कपडा लगाएकोले गरिब र धनी छुट्याउने यो बडा अचम्म हातमा मोबाइल छ के गरिब भन्न मिल्छ अरे क्या अचम्म कुरा क्या यो हो भिजन यार होइन इज दिस अ भिजन यो हो कुराकानी अचम्म लाग्दो छ क्या यार यो हो विकासको मेन्टालिटी अनि पुराना दलहरूले जति पनि छन् नयाँहरूलाई अहिले यो समयसम्म आइपुग्दा यो उनीहरूको बिचमा यो एउटा भनौँ न युनिटी नहोस् भनेर कति कुराहरू गरेका यार आमामा कति कुराहरू काना उपारेका के कति कुराहरू इरिटेसन लाग्दो तरिकाको टाउको यिनीहरूको भिजन भनेको नै इन द रियल सेन्स कुरो गर्नुपर्दा अर्काको कुरो काट्ने अनि अरूलाई तल पार्ने यो राजनीति आजदेखिको होइन रहेछ के हामी इन द रियल सेन्स भन्नुपर्दाखेरि हामीले नबुझेर रहेछौँ कि यिनीहरूले धेरै पहिलादेखि यस्तो गरेर राम्रा मान्छेहरूलाई ब्याक बनाएर ल्याएर छ क्या किन भनेर भन्दाखेरि उनीहरूको नि ग्रुप थियो नि त त्यो ग्रुप यति पावरफुल थियो कि त्यो उनीहरूको टाइममा उनीहरूले सबैले त्यसको युज गरे होइन मिसयुज गरे रहेछ क्या त्यो पोलिटिकल पार्टिजहरूमा पनि धेरै राम्रा मान्छे छन् पनि होला अथवा नहोलान् पनि त्यसमा म जान चाहन्न तर के भनेर भन्दाखेरि यो अहिले हामी सुन्दाखेरि हामीलाई इरिटेसन लाग्छ र जति पनि रिभोल्युसन जति पनि यो भएको छ नि त्यस्तै तरिकाको त्यो दिमाग खराब हुने त्यो जिब्रोबाट मुखबाट आगो ओकलेको कारणले गर्दाखेरि हो के यो त्यो भन्दिनँ के सरकारमा भएका जतिले पनि आगो ओकल्ने यार तातो न छारेका कुराहरू गरेर भ्रमित पार्न खोज्ने त खैर यी कुराहरू जति कुरा गरे भने यस्तै हो अब चेतना हुनु पर्यो अब युथलाई अगाडि लानु पर्यो र सायद हाम्रो एउटा प्रयासले हामी आफै बन्छौँ भने हामी किन नबन्ने सो अन द्याट नोट नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी अब खुलेर भन्दा नि केही फरक परेन किन भनेर भन्दाखेरि अब खुलेर भन्दा पनि केही फरक परेन त्यही होइन यहाँ धेरै कुराहरू आए यी अनगिन्ती कुराहरू छन् नि सबले अब यो जहाँ छ नि यो जति पनि यो युथहरूको युनिटी देखिसकेपछि उनीहरूले एक किसिमको छटपट्टि भइसकेको छ क्या तर अहिले त मिडियाको जमाना छ साथीभाइ हो पहिला जस्तो होइन सबजना एजुकेटेड छन् अब यसलाई देखाउने बेला आयो अब समय आयो युथको रिप्रेजेन्टेटिभ गरेर जुन पार्टी अगाडि आएको छ घन्टी सायद घन्टीमा बनाउनै पर्छ साथीभाइ होइन भने इतिहासमा फेरि पनि एक दिन ला हामीले गल्ती पो गऱ्यौँ कि हामीले फेरि गल्ती गऱ्यौँ भन्ने दिन नआओस्